खुरी खेल्ने यो खुरी खेल म त रोसी खाएको मान्छे खुरी खेल्नु के भन्नु आएको अब हामी खुट्टाले दुबुर्न हुन्थ्यो भने तिमीहरुलाई ए भेटाइन्थ्यो खुट्टा दुबुर्न हुन्थेन दिनैभरि डर लाग्यो बेलकी शर्मिलाहरुले केटाहरु हुना रे को शर्मिला बुहारीले को ए भनेर त्यहाँ बल्ल न त डर लाएर बेलकी साँझ आउँ त फुर्सेर म माथि फुर्सेर म घाँस काट्न गएको तिमी ढसरिएको देखेर त डर लाएर उ पनि आत्ति गरेर गयो मैले आत्ति हेलो नमस्ते मेरा प्यारा प्यारा हेन्सम दाजुभाइ तथा दिदीबहिनीहरू सबैजना सञ्चारै हुन्छ म पनि एकदम फिट अनि फाइन छु भन्नुपर्छ डल्ला डल्ला त्यही कुराकानी म चाहिँ हिजो राति आएको हैन निसिवालादेखि त्यस कस्तेरा घर जाम्ला भन्ने भएको थियो के चोर्न नपाएर उहाँ त के हो अब काममा बिजी भयो त्यस्तै भयो चोर्न पाइएन हेरे केटा अनि गाउँमा कतिखेर जाम कतिखेर घर चोरम भइरहेको थियो तर गाउँमा केही पनि छैनन् के चोर्ने हो त्यस्तो अस्ति धन्ने गाउँ निकाला गरेन नि यार तर हामी त्यही गाउँमा आखौँ के माथिल्लो गाउँमा यार भर्खरै र धेरैजनाले चाहिँ सुन धेरैजनाले चाहिँ होइन त्यो स्क्रिप्ट हो अब मिलेर गराएको भन्नुभएको थियो तर त्यस्तो मिलेर बनाएन नि त हामी मिलेर बनाएमा त्यस्तो कन्टेन्ट हुँदैन नि थिएन हामी जान त्यस्तो गरेको होइन अब मिलेर बनाएमा कहाँ त्यस्तो गाउँले जम्मा हुन्छ नि त नि यार यस्तो हो के बरु हैन यस्तो भएन हैन साथी भाइहरु अब सुझाव सल्लाह दिनुस् के तपाईले जस्तो भन्नुहुन्छ हामी त्यस्तै गर्छौं फेरि त्यस्तो कुराकानी सुने आएर लास्ट टाइम जिलाएर गाली गर्दैछ त अब हैन त अब त्यस्तो छ हैन त्यो अब खासै प्रब्लम भएन त्यो हैन अब तर पनि ठीक छ मन पर्छ गर्नु न त सुझाव सल्लाह दिनु होला हामी तपाईले जस्तो भन्छ त्यस्तै गर्छौं हैन त्यही नै हो तपाईको सुझाव सल्लाह कस्तो आउँछ कस्तो प्रतिक्रिया आउँछ त्यही अनुसार हामीले भिडियो गराउने हो तर त्यो धेरैजनाले स्क्रिप्टेड हो भने धेरैजनाले फेक हो धेरैजनाले हैन मिलेर गराएको भन्नुभएको तर त्यो मिलेर बनाए हैन मिलेर बनाएको भए यस्तो यति धेरै चोट खै देखाइ त हात मेरो त बोल्न देखाम के यार यति धेरै चोट खाइ कसैले एउटा भिडियोको लागि कसैले त्यस्तो गर्छ त अनि जान्छ नि यस्तो के तर त्यो चाहिँ जान्छ हैन जो चाहिँ रियल नै हो हैन तर हामीले अहिलेसम्म त्यस्तो गरे हैन म आज चाहिँ त्यही गाउँमा आएम हैन गाउँमा कस्तो रियाक्सन रहेछ अस्ति चोरेको कस्तो गर्ने रहेछन् यताउति बुझ्न लागेको हैन त्यही कुराकानी चाहिँ हामी त्यही घरमा जान्छ आज चाहिँ कस्तो गर्नु भएर चाहिँ त्यतिखेरको रियाक्सन कस्तो आइरहेछ हैन सब बुझ्छौं त्यो कुराकानी डेन्जरै हो का हैन लास्टै गाली गर्यो तिमीले आन्देला आम्बो ओइ को हो त भन्न ओइ गाउँले चोर दुईजना राको ला एउटाले काल्ला सब जम्मा भन के चप्पल हराएर यार त्यहाँ यार चप्पल हिजो त एउटा भेट्टाए मैले आज जानु पर्छ होइन चोर आए यो त चोरै हो त अनि अनि मने हुन त कुरा मलाई के थाहा त चिन्नु थिएन र कहाँ चिन्यो त हेर त हत्तेर ढुङ्गा त हान्नु थियो क्या न ढुङ्गाले त हानिन को यो भने के तिम्रो त गुरु कहाँ देख्नु थियो म त त्यहाँ मुनि बसेको थिएँ अन्त लुकेर बसेको थिएँ कसरी देख्नु यहाँ देखिँदैन क्या यहाँ त यो दौडी चाहिँ आएको थियो क्या पहिला छुसुङ यहीँ अगाडि पहिले देख्नु थियो कि होइन आन्टी देख्नु थियो क्या पहिले होइन ए माइजू सेतो भेस्ट लागेको को हो सेतो त सेतो लागेको थिएन अर्के भेस्ट लाग्यो एउटा रातो लाएको थियो एउटाले के रे कालो लाएको थियो एउटाले रातो ला एउटाले कालो ला दुईजना छन् यता भाग्यो भनेर यतै भन्नु अगाडि म त अझ आन्टीले किन यस्तो सिरियस गर्नु भयो भनेर को आधी पछाडि लहात्न मस्तैले बोलाउन थियो गाउँलेलाई आज ल्याउनु थियो हैन कोही आएको थिएन हजुर कोही आएको थिएन यहाँ मस्तै चिच्चा थियो को मस्तै चिच्चा थियो र पछि आएको थियो मस्तै त हैन एउटा बाउराम गएछन् ए माथि उलेको रमेशका बाले भने को माइली को हुई चप्पल छोडेर गयो हुई चप्पल यहाँ कता ए ल्याउनु चप्पल पनि भेट भाइजूले ए इन त होइनन् कहाँ भेट्टाउनु यस्तै यहाँ तना बाने खाऊ उ त्यहाँ उ यिनी हैनन् रातो दर्साले बाने के कहाँ भेट्टाउनु कुदिनी
म त भेट्टाएर ल्याउनु उहाँ उहीँसम्म जानु पर्यो झन्डै ढुङ्गाले हान्नु होइन होइन त हामी मर्नुपर्छ के हामीलाई के थाहा छ हजुर हामीलाई के थाहा छ हामी मर्नुपर्छ म त आज त सकिम भन्ने क्या म त पहिले भागेर हो कि त म त भन्छु भन्थे त भागेर कहाँ त ढुङ्गाले हान्न पनि पाउनु हो होइन ढुङ्गाले हान्ने थिएन होइन यहाँ पानी थाप्न लगाएको थिएँ त्यहाँ खुरी खेल्ने यो खुरी खेल म त रोसी खाएको मान्छे खुरी खेल्नु के भन्नु अब हान्नु भन्ने थाहा भयो त अब ठिकै पनि हो होइन हान्नु थिएन होला अरू चोर हुन् कि भनेर त हान्नु पर्यो क्या भनेको होइन हामी मर्ने उ गर्ने थिएन ओभरमा त होइन त्यस्तो गर्दा त हामीलाई नि त परेको के गर्ने हान्न नि पर्यो होइन अब हाम्रो ठाउँमा अरू आउनु पनि सक्छन् हो त गर्दा गर्दै ओभर आएर ओभर आउनु नि सक्यो हाम्न चाहिँ पर्छ ढुङ्गाले कोही छैनन् आरू घाममा बरु आरू पाकेको रहेछ नि सकियो कि त आरू त अब सकियो यस्तो अनि आरूको डेट एक्सपायर भएर कुरै कुएछ न अवस्था हो यार खुट्टाले दुगुर नहुन के गर्ने हो त खुट्टाले दुगुर नहुन्थ्यो भने तिमीहरूलाई भेटाइन्थ्यो खुट्टा दुगुर नहुन्थेन तपाईँको मेरो हुन्न यिनको नि त कहाँ हुन्छ त्यो खुट्टाले छप्पिन रहेछ नि त नै खै पाक्या थियो ले त पोक्तो ले त अर्को थियो काँचो खाएकै थिएन कि मैले काँचो खै त त्यही मैले भनेको क्या अस्ति नि भने भए के गर्ने थिएन भन्छ त अनि चप्पल त गएछ लौ जा चप्पल त यस्तै गयो त ए परे चेत्त होला जिन्दगी चेत्नु आधी तेरो आधी मेरो हुन्छ क्या चेत साथी चेतको चेत छ्या ठुलो पो रहेछ भाग्यमान रहेछ यहाँ त के हुन्न थियो त चिलाउँछ यो कपडा त पानीले सब बिगाऱ्यो टिप्न अझै हामीले फर्स्टचोटि पहिलोचोटि मागेर खाइयो है ठुल्ठुलो आएर अस्ति नै खान पाइएन नि यार अनि खान पाइने रहेछ नि यहाँ नदेखेको भए त आन्टीले खान पाइने रहेछ तर उयो तान त यहाँ रातो तान्ना छिटो छ्या किरा यहाँ त हरिप रातो हो यार माथि हरिप रातो हो यार उ त कसरी टिप्ने होला अन्त रो त्यसलाई हाम्दो आम्बो फोक्न आइज फोक्न आइज हरिप छ त रुक राम्रो छ धन्न खुट्टा हिँड्न सक्ने रहन्छ नि खुट्टा दुखेर छ त्यही भएर नत्र झप्पै फाट्ने भनेर रियल अब यसमा पनि स्क्रिप्टेड भन्छ नि फेरि स्क्रिप्ट पनि हामी त गाउँमा यस्तै हो के हामी हो हामी तलतिर फेरि आउँछ रहेको ठाउँमा जाँदैछौँ त्यहाँको रियाक्सन हेर्दैछौँ अब चाहिँ तलतिर हेर्नु सोध्नु कस्तो गर्नु हजुरआमा ओ हजुरआमा के लाउनु हो सन्चार हुनुहुन्छ ओहो हजुर अलिक टाढा दिनु लाग्यो यार लोरोले उताबाट त्यस्तो गर्दै आउनु हो आएछ नि हजुर कहाँ भाइ को भाइ थियो र ढुङ्गा हान्न तपाईँ हान्नु थियो हजुर के भन्नु अरे यसले गर्दा हो क्या यो भागेर हो क्या भनौँ भनेको मैले यसले गर्दा यो फुत्फुते अघि भाग्यो यसले गर्दा तपाईँ पनि भाग्नु हेर्नुहोस् आउनु थियो पछि होइन चोर आएपछि त गर्नु पनि परेको र नि उ त भागे चोरेर भन्नु
चप्पल चाहिँ यस्तो यहाँ चाहिँ रमाइलो छ यस्तो अस्ति त त्यस्तै गरेर आएको म त थाहै थिएन क्या म त बाँधेर आएँ भनेर दुग्रे कामको कसरी थाहा पाउनु त हामी भन्नुपर्छ दिनैभरि डर लाग्यो बेलुकी शर्मिलाहरूले केटाहरू हुना रे को शर्मिला बुहारीले को ए भनेर त्यहाँबाट बल्ल न त डर लाएर बेलुकी साँझ आउँ त फुर्सेर म माथि फुर्सेर म घाँस काट्न गएको तिमी धसरिएको देखेर त डर लाएर ऊ पनि आत्ति आत्ति काटेर गयो मैले आत्ति आत्ति काटेर आएको भो जाम जाम सुरज जाम अब केटाहरू भए त किन त्यस्तो धसरी कसले फाल्दियो तपाईँको रक्सी दुगुटेर भन्ने भयो कसले फाल्दियो त कहिले कान्छ जस्तो लाग्छ नि ल बस्नु है आज त हामीले केही गर्दैनौँ देख्नु नि गाइज देख्नु हजुर चप्पल त उहीँ छ उहीँ अब भिरतिर कता खानु म भाग्दाखेरि अब यो पनि स्क्रिप्टेड हो भन्छन् जान जानी बन्नलाई दिएको भन्छ कसैले त्यस्तो भन्छ त अनि कसैले विश्वास गर्दैन नि हामीले चाहिँ हामीले चाहिँ खासमा रियाक्सन हेर्न खोजेको गाउँमा चाहिँ होइन चोर आउँदा कस्तो गर्ने रहेछन् कस्तो कस्तो प्लानिङ गराएर रहेछन् होइन चोरलाई समात्ने कति कोसिस गरेर रहेछन् भन्ने आवाज प्रमाणित भयो नि त लास्टै कोसिस गरेर रहेछन् यार तर बुढा रहेछ नि तर त्यति साह्रो भाग्न नसकेर होला हामी जस्तो युवा भए त फेरि चाकचु पार्थ्यो होला जस्तो भए त हामीलाई मार्ने तर सेल्टाइदिने जस्तो भए त मार्ने सेल्टाइदिने खोला फालिदिने फेरि हामी अन्त गाउँमा गएन फेरि अन्त गाउँमा त फेरि हामी भन्दा हुनसक्छ हाम्रो गाउँमा चाहिँ यो एउटा हाम्रो गाउँमा फेरि युवा भनेको हामी मात्रै हो नि त हामी दुईजना मात्रै अरू छैन नि त बुढा छन् त्यसपछि अन्त अरू काममा अरू हुन्न नि त छन् ठुल्ठुला छन् त ल तर सबै आफ्नो काममा व्यस्त त्यही कुराकानी चाहिँ हामीलाई पो बोलाउन अन्त जोत्न जानेनस् भन्छन् आली पनि लाउन जानेनस् भन्छन् हुन त हामी जस्तो भए त फेरि च्यापचुप पछि घर च्याप्पै पार्थ्यो होला एक प्रकारको सचेत होला भिडियो पनि तर केही भएन हामी बच्चे हो सुरुमा चोर्दै त्यही नि ठुलो कुरा हो नत्र केटा त्यति बेला समातेर कुटे भए त फेरि बर्बाद हुन्थ्यो ढुङ्गा लाने भए त त्यही कुरो चाहिँ हामी चाहिँ अब घरतिर लाग्नु लाग्यो होइन रियाक्सन हेर्न आएको थियौँ हामीले चाहिँ कस्तो गर्ने चाहिँ कस्तो गरेर रहेछन् त्यतिखेर होइन भनेर चाहिँ अब चाहिँ हामी घरतिर गइन्छ डरै लाग्छ क्या दिउँसरी घाँस नि नकाटे अनि घाँस नकाटेको डराएर बिचरा भन्यो होला नि के घोस्रेर आएको थिएँ होइन भनेर भन्यो होला नि के अनि फेरि सबै गाउँका तर्सेछन् तर थाहा पनि चाहिँ सबैले थाहा पाएछन् पछि चाहिँ हामीले पछि भन्नै परेन त्यही कुराकानी चाहिँ अब त्यही भएर गाउँमा अलिकति सचेत भएर बस्नुलाई यस्तो चोर आउँदा चाहिँ हामी जस्तै भाग्न नपाउन् च्याप्पै पारुन् यस्तो हो कि हामी अब ठक्क भ्लग गर्दै आयौँ भने हाम्रो लाइट फोकस पऱ्यो हुन्छ टक्क है यस्तरी दुईवटा लाइट फोकस पऱ्यो हुन्छ अरू चोरोहरू आहान भैँसी उडाउने बाख्रा उडाउने टाइपको आहान भने त्यो लाइट पनि बोल्दैन हामी आयो भने अगाडि यसरी मुखमा फेसमा लाइट बोल्यो भने हामी भनेर पत्ता लगायो हुन्छ फेरि पत्ता लगाएन हुन्छ फेरि दाइनी हुन्छ सक्नु चाहिँ दिन नि पर्छ धेरै नहान्नु होला टक्क हान्नु होला त्यही साब माथि घरतिर जाउँ है माथि घरतिर आडु पाक्यो भने त यस्तो डुल्नु न त के छ जिन्दगीमा के छ र मैले लानु के छ र गुड म्यान अनि हामी चाहिँ माथि घर आएपछि यस्तो जङ्गलतिर बाँधेर हेर्न गएको होइन त्यसपछि हामी निस्किहाल्नु पर्ने हुन्छ खासमा चाहिँ हाम्रो यो भिडियोमा चाहिँ कस्तो भने हामीले एउटा सन्देशमूलक भिडियो गराउनु खोजेको होइन हामी पहिलेदेखि नै बनाउनु खोजेको मतलब कि अब त्यो हाम्रो जानी चोरेर अनि फेरि भाँडा सधैँभरि चोरी गरेर त काम लाग्दैन होइन जस्तै कि अब गाउँमा होइन यता सुन्तोले पनि सुन जस्तै कि गाउँमा अब कोही त अब युवाहरू त धेरै जस्तो गाउँमा बस्दैनन् नि त विदेश पलायन भए हुन्छन् नि त अनि गाउँमा त्यस्तै बुढा बसे हुन्छन् त्यतिखेर चोर आएर यता लुटपाट गरे अनि बिचरा बुढा आमाहरू त दौड्नु सक्नुहुन्न भाग्न सक्नुहुन्न होइन यताउति केही पनि गर्न सक्नुहुन्न समात्न सक्नुहुन्न होइन त्यही भएर यस्तो बुढा आमाहरूलाई चाहिँ गाउँमा यस्ता युवा नभएर पनि यस्तै कोही ठाउँमा त यस्तै होला नि त होइन हुन्छ त्यस्तो त हुन्छ होला नि त अब गाउँमा युवा नभएका अब बुढाबुढी मात्र भएका त्यस्तो ठाउँमा चाहिँ धेरै चोरीहरू हुने गर्छ त्यही भएर हामीले चाहिँ हाम्रो गाउँमा पनि युवाहरू छैनन् कि हामी जस्ता अलिक ठुल्ठुला चाहिँ कामतिर लाग्छन् अनि फेरि बुढा बा मात्रै हुनुहुन्छ ठुल्ठुला र सबै विदेशतिर छन् त्यही भएर चाहिँ
हाम्रो घरमा त्यो हाम्रो गाउँमा पनि छैन हाम्रो गाउँमा पनि हामी जत्र अझै हुन्थ्यो भने 4-5 जना केटाहरू ल हामी जत्र युवाहरू हुन्थ्यो भने हामीलाई त्यहीँ चापचुप पार्थ्यो क्या त्यही भएर कोही कोही ठाउँमा त्यस्तो दुर्गम ठाउँ हुन्छ त्यही भएर हामीले एउटा सन्देशमूलक भिडियो गराउन खोजेको त्यही भएर सबैजना बुढा बा-आमा यताउति छोडेर नजानु होला त्यही भन्न चाहन्छु ल त्यसकै सँगै लगेर जानु होला विदेशतिर होइन तर घरमा यत्तिकै बुढा बा-आमालाई यत्तिकै छोडेर कोही पनि नजानु होला त्यही भन्न चाहन्छु ल पनि सुरक्षित ठाउँमा राखेर जानु होला किनकि गाउँमा यस्ता घटनाहरू धेरै घट्ने गर्छन् त्यही नै अब चोरहरूले फेरि यस्तै मौका समात्छन् कि कस्तो समात्छन् भने अब गाउँमा पहिला युवाहरू छन् युवा यो त कुरा भन्न हुन्न यो चाहिँ आफै बुझ्नुहुन्छ फेरि चोर जो भन्नुहुन्छ मलाई फेरि त्यही नै हो हामीले एउटा सन्देशमूलक भिडियो गराउन खोजेको त्यही भएर सचेत भएर बस्नु होला सबैजना अनि बा-आमालाई पनि सुरक्षित तरिकाले राख्नु होला यदि बाहिर जाँदै हुनुहुन्छ भने अलि राम्रो ठाउँमा गरेर राख्नु होला त्यही भन्न चाहन्छु गाउँमा चाहिँ अलिकति युवा हुनु पर्ने रहेछ नत्र यस्तो घटना घट्ने रहेछ यहाँबाट हामीले पनि प्रष्ट थाहा भइसक्यो होइन त्यही नै हो तर एउटा डर त भएको थियो नि त अब गाउँमा अब जस्तो कि अब गाउँमा त यस्तो हुन्छ कि मेलापाता गइहाल्ने के बिहान उठ्यो कि अब खाना पकायो मेलापाता जाने अनि बेलुकी आउने अनि त्यस्तो धेरैजना त्यस्तो गर्छन् कि गाउँमा चाहिँ त्यस्तोमा धेरै चोरी हुने गर्छ त्यही भएर चाहिँ यो भिडियोले चाहिँ एउटा सन्देशमूलक नि सन्देश दिएको छ किनभने अब सुरक्षित त भयो नि त मान्छे अलि बेर घर बस्नु भए घर यताउति अलि डर भएपछि त यस्तो हुन्छ भनेपछि त अलि सुरक्षित भएर बस्छ नि त त्यही भएर एउटा सन्देश दिन खोजेको त्यही हो कुराकानी चाहिँ अब हाम्रो गाउँकाले बुझ्यो कि बुझेन नि त्यो त अब थाहा भएन यो भिडियो हेर्नेले मात्र बुझ्छन् अब त्यही हो यस्तो साँधेर हिँड्छ त्यसपछि हामी निस्किनु पर्ने हुन्छ उहाँ चाहिँ यस्तरी बस्नु भएको छ अब चाहिँ म टिकटकमा लाइभ आउँछु होइन टिकटकमा बिहान लाइभ आउने गर्छु कृपया सबैजना जोडिदिनु होला त्यहाँ गएर होइन त्यही सो गाइस थ्याङ्क यू फर वाचिङ दिस भिडियो कस्तो लाग्यो भिडियो चाहिँ कस्तो लाग्यो तर चाहिँ हामीले चाहिँ अर्को भिडियो आउनु अब चोर्न छोडिदियो अब राम्रो भिडियो गराउन यसले छोरेको हेर्न मन लाग्छ भन्ने चाहिँ कतिजना हुनुहुन्छ त्यो पक्कै पनि हुन्छ धेरै हुनुहुन्छ होइन हाम्रो छोरेको भिडियो हेर्न कति धेरै आतुर हुनुहुन्छ होला पक्कै पनि तर हामीले चोर्न चाहिँ छोडिन्न क्या त्यस्तो कुराकानी अहिले हामीले देखिया ठुल्ठुलो काँक्राहरू के छन् त गाउँमा तर तिन चाहिँ चोर्न सक्यो के अरे छोडिन्न त्यही हो अर्को भिडियोमा चाहिँ सायद चोरिन्छ होला सायद यदि चोरेछ भने चोरेन भने पनि ठिकै छ सायद सकेसम्म त चोर्ने भनेपछि चोर्ने हो त्यस्तो अहिले नचोरे कहिले चोर्ने र गाउँमा अरू कोही छैनन् युवाहरू त्यही कुरा सो गाइस थ्याङ्क यू फर वाचिङ दिस भिडियो प्लिज डोन्ट फर्गेट लाइक सब्सक्राइब एन्ड टच द बेल आइकन भन्दै यो भिडियो कस्तो लाग्छ सबैजनाले सुझाव सल्लाह कमेन्टमा छोड्नु नभुल्नु भन्दै आजको यस भिडियोमा बिदा लिन चाहन्छु हस्त जय नेपाल।